मलाई चाहिँ होइन एउटा कुरा अचम्म लागेको कुरा चाहिँ के भनेदेखि यस्तो घाम चाहिँ यहाँ हेर्नुहोस् ल, यस्तो घाम छ यो दुबईमा होइन, यति तातो घाम छ। एकैछिन बाहिर निस्किनु भर्खर नुहाएर निस्क्यो, कपाल मेरो ड्राई भइसक्यो, अनि जिउ यस्तो पसिना भइसक्यो गर्मी भएर होइन, कतिखेर रुमभित्र छिर्नु भइसक्यो। र पनि म नेपाल नहुँदा यति साह्रो पनि वेदर त्यस्तो साह्रो पनि त हुँदैन नि होइन उता, तर म कालो थिएँ क्या त्यतिखेर होइन। म यहाँको वेदर यस्तो छ र पनि म यहाँ चाहिँ पहिलाको भन्दा गोरो छु। अनि यो चाहिँ कसरी भनेर म छक्क पर्छु होइन। मेरो खुट्टा हेर्छु नि, म खुट्टाएर छक्कको पनि छक्कमा 3 छक्कै पर्छु होइन। किनभने हेर्नु है मेरो खुट्टा होइन, मेरो खुट्टा यस्तो सेतो छ होइन। अनि म यो कसरी हुनसक्छ, यो कसरी पोसिबल हुनसक्छ कि यस्तो घाम, यस्तो गर्मी, यस्तो स्किन पुरै जलेर पुरै कस्तो हुन्छ होइन। र पनि मान्छे गोरै हुन्छ अरे होइन, यस्तो ठाउँमा यस्तो वेदर हुँदा पनि। अनि नेपालमा यति साह्रो पनि हुँदैन र पनि म त्यहाँ चाहिँ कालो हुन्छु। अनि यो कसरी, म आफै सोच्दैछु कसरी भयो म यो भनेर।